हामी चाहिँ कलेज जाने बेलामा जहिले पनि क्रसिङमा भेट हुन्थ्यो। मैले चाहिँ तिमीलाई देखिरहेको हुन्थेँ। पछि चाहिँ एकजना त्यो साथीको हाम्रो कमन फ्रेन्डको बर्थडेमा चाहिँ हाम्रो भेट भयो। त्यसपछि चाहिँ अनि हाम्रो कुराहरू मैले तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। त्यसपछि कुरा हुँदै गयो। त्यो दिनदेखि नै हो खास हाम्रो हाई हेलो हुन थालेको। अनि त्यो दिनदेखि नै आज हामी यहाँसम्म आइपुग्यौँ। कुरा हुँदै जाँदा चाहिँ के भयो भनेपछि उसको ड्याडी र मेरो ड्याडी चाहिँ एकदमै मिल्ने स्कुल लाइफको साथी हुँदो रहेछ, फ्रेन्ड। अनि त्यहाँदेखि चाहिँ उहाँहरू दसैँमा यत्तिकै जिस्किँदै भन्नुभएको रहेछ है। अनि त्यहाँ कुरादेखि नै हाम्रो बिहेको कुरा सुरु भएछ। उसको बाबाले जिस्काउनु भएछ, सम्धी भन्दा के होला त भनेर। अनि त्यहाँदेखि नै हाम्रो कुराहरू अघि बढ्यो। अनि त्यहाँदेखि नै फ्यामिली मिटअप भयो। अनि त्यसरी नै हाम्रो बिहेको लागि कुरा अघि बढेको थियो। हामी साथी पनि भयौँ, हामी पनि साथी भयौँ, हाम्रो प्यारेन्ट्स पनि साथीहरू हुनुभयो। अनि त्यहाँदेखि नै हाम्रो कनेक्सन झन् बिल्डअप हुँदै गयो। अनि त्यसरी नै हामी अहिले बिहेसम्म आइपुग्यौँ। मलाई चाहिँ म गाडीबाट सनरुफबाट माथि हेरिरहेको थिएँ। अनि ऊ चाहिँ माथिबाट हेर्दा चाहिँ मलाई एकदम त्यति बेलामा चाहिँ एकदम फिल भएको थियो, अब ल बिहे हुन लाग्यो है मेरो, मैले रोजेकै मान्छेसँग भन्ने चाहिँ त्यति बेलामा चाहिँ एकदम ऊ भयो, मलाई खुसी। अनि म त्यति बेलामा चाहिँ बल्ल बिहे भइरहेको जस्तो मलाई चाहिँ फिल भयो। मलाई चाहिँ सबैभन्दा आफ्नो घर छोडेर जाँदा चाहिँ मलाई चाहिँ बाबाकै आयो होइन। किनकि मैले बाबाले एकदमै स्पेसल बोन सेयर गर्छ। तर मलाई बाबालाई छोडेर जाँदा यत्रो रेस्पोन्सिबिलिटी अब हुन्छ नि, बाबासँग त मलाई बिदाई गरेपछि पनि कति धेरै रेस्पोन्सिबिलिटीहरू हुन्छ, बाबाले कसले सम्हाल्ला भन्ने कुराले चाहिँ मलाई एकदमै त्यो हुन्छ नि। मलाई माइती घर छोडेर जाँदा चाहिँ मैले आफ्नो बाबालाई चाहिँ एकदमै धेरै मिस गरेँ। मेरो नजरमा छोरी त मेरो एउटा साथी जस्तै पनि हो। मेरो एउटा साथीको रूप मात्रै हो मेरी छोरी। छोरी मात्रै नभएर साथी नै हो। छोरीलाई त मैले हर पल नै सम्झन चाहन्छु। किनभने मेरो हर पल सुख दुःखमा नै मलाई छोरीले साथ दिँदै आएकी जहाँसम्म। तर म एकदमै खुसी छु मेरी छोरीसँग। मेरी छोरीको दाम्पत्य जीवन एकदम सुखी होस्, ज्वाइँ खुसी हुनुहोस्। तर हाम्रो परिवार उताको परिवार सबै सुखी खुसी भएर दुई परिवार एक भएर बाँच्न सिकौँ हामी। हाम्रो त्यही नै शुभकामना छ। हामीलाई मात्रै नभएर उनको आफ्नो हुनेवाला घरलाई पनि उनले सुन्दर स्वर्ग बनाएर बसौँ। त्यही हाम्रो त्यही नै शुभकामना।